नमस्ते साथीहरू, के छ सन्चै हुनुहुन्छ? तपाईहरूलाई मैले आज चाहिँ फेसबुकमा कसरी रिल्स भिडियोहरू अपलोड गर्ने भन्ने बारेमा चाहिँ सानो आफूले जानेको टिप्स लिएर आएको छु है। भिडियो पुरा हेर्नुहोला, अनि भिडियो पुरा हेर्नुभयो भने चाहिँ तपाईँले मजाले बुझ्नुहुन्छ है त साथीहरू। ल अब मैले भिडियो सुरु गरेँ। भिडियो चाहिँ फेरि सुरुमै भन्छु, मन परेमा चाहिँ लाइक गर्नुहोस्, कमेन्ट पनि गर्नुहोस् र मिल्छ भने सेयर पनि गरिदिनुहोस् र फलो गर्नुभएको छैन भने मलाई चाहिँ फलो गर्न चाहिँ नबिर्सनुहोस् है साथीहरू। र तपाईँलाई म आज जानकारी के गराउँदैछु भनेपछि अगाडि पनि भने नि मैले है, रिल्स भिडियोहरू चाहिँ कसरी अपलोड गर्ने, कुन तरिकाले अपलोड गर्ने भन्ने बारेमा सानो टिप्स लिएर आएको छु। तपाईँले जान्न त जान्नुभएको छ, रिल्स भिडियोहरू कसरी हाल्ने भन्ने त थाहा पाउनु भएको छ, हाल्नु भएको छ, तर अलिकता चाहिँ अरू सामु पुग्ने हिन्ट हुन्छ नि त, टिप्स हुन्छ नि। त्यो अब मेरो अनुभवमा है, फेरि सबैको अनुभवमा चाहिँ यही हुन्छ भन्ने छैन। मेरो अनुभवमा चाहिँ मैले अनुभव गरेको यसरी चाहिँ हाल्दाखेरि चाहिँ अरू सामु पुग्छ भन्ने हेतुले चाहिँ मैले यो भिडियो बनाएको छु। यसरी नै हाल्नुहोस्, एकचोटि ट्राई गर्नुहोस्। अब त्यतिमा चाहिँ तपाईँको भिडियो फेरि भाइरल भयो भने चाहिँ मलाई धन्यवाद दिन चाहिँ नबिर्सनुहोस् है। ल मैले तपाईँलाई यो टिप्स सेयर गरेँ है त स्क्रिन सेयरमा। सबैभन्दा पहिले फेसबुक एप होला। फेसबुक एप खोलिसकेपछि तपाईँले माथि त्यो देखाइरहेको प्लस आइकनमा थिच्नु होला। त्यहाँ थिचेर रिल लेखिरहेछ नि 3 नम्बरमा, त्यसमा थिच्नु होला। त्यसमा थिचिसकेपछि तपाईँले कुन भिडियो हाल्ने भनेर तपाईँको ग्यालेरी देखाउँछ, अनि ग्यालेरीमा तपाईँले आफ्नो भिडियो चुज गरेर हाल्नु सक्नुहुन्छ है। तपाईँलाई कुन भिडियो हाल्नु पर्नेछ, जस्तै मैले यहाँ चुज गरेँ एउटा भिडियो, यो भिडियो चुज गरेँ है मैले। यो भिडियो हालिसकेपछि तपाईँले अथवा अब भिडियो हाल्नुभयो होइन, केही लेख्नु छ भने चाहिँ यहाँनिर टेस्टमा थिच्नु होला र केही भिडियोको बारेमा लेख्नु होला। अनि त्यसपछि गीतहरू हाल्न मन छ भने यो अडियोमा थिचेर एड म्युजिकमा गएर तपाईँलाई मन परेका गीतहरू सर्च गरेर यहाँ सर्च गर्नुहोला होइन। सर्च गरेर तपाईँहरूलाई मन परेको गीतहरू नेपाली सङ भयो होइन। यस्तो गर्दाखेरि तपाईँलाई कुन मनपर्छ, तपाईँलाई गीतको बोल नै याद छ भने चाहिँ गीतको बोलै लेखेर पनि यहाँबाट चाहिँ हाल्न सक्नुहुन्छ मजाले है। तपाईँलाई मैले यो रिलहरू स्टेपहरू सिकाउँदैछु। अब तपाईँलाई इफेक्ट हाल्न मन छ भने इफेक्टमा थिच्नु होला। इफेक्टमा थिचेर तपाईँलाई कुन इफेक्ट मनपर्छ त्यस्तो इफेक्टहरू राख्न पनि सक्नुहुन्छ है साथीहरू। तपाईँलाई मैले चाहिँ यो इफेक्ट राखेन, मैले चाहिँ नर्मलमै राखेँ। अनि त्यसपछि तपाईँले स्टिकरहरू राख्न चाहनुभयो भने चाहिँ स्टिकरमा चाहिँ थिच्नु होला। स्टिकरमा थिचेर चाहिँ तपाईँलाई जस्तो अब यहाँ स्याडको स्टिकर छ नि, स्याडको स्टिकरहरू राख्न मन छ भने स्याड स्ट्याचुहरूमा चाहिँ यस्तो स्टिकरहरू राखेर त्यो गर्नु होला है। मैले चाहिँ राखेन, डिलिट गरिहालेँ। अब चाहिँ म नेक्स्ट गर्छु है डाइरेक्ट। नेक्स्ट गर्ने बित्तिकै तपाईँलाई यहाँ डिस्क्राइब भन्छ नि, यो भिडियोको बारेमा चाहिँ अलिकति केही लेख भन्छ। अनि यु क्यान अल्सो एड ह्यासट्याग हेयर भन्छ। तपाईँले यहाँ ह्यासट्यागहरू पनि राख्न सक्नुहुन्छ भनेको छ है। मैले चाहिँ ल अघि कपी गरेर राखिरहेको छु। ल मैले पेस्ट गरेँ। ल बिचरा मन नाचेको साह्रै मन परेछ, गाँठे त्यो परको मान्छेलाई हेरेको हेरी छ। अनि तपाईँहरूलाई मन नाचेको मन पर्यो परेन कमेन्ट गरेर भन्नुहोस् है त, म तपाईँहरूको कमेन्टको प्रतीक्षामा छु भनेर चाहिँ यो मैले लेखेर अनि यहाँ ह्यासट्यागहरू राखेँ है। ह्यासट्याग चाहिँ तपाईँले 3 देखि 5 वटासम्म राख्नु होला। मैले चाहिँ यति राखेँ, कमेडी रिल्स अनि भाइरल र यो मेरो नामको ह्यासट्यागहरू राखेँ है। अब चाहिँ तपाईँले गर्नुपर्ने भनेको चाहिँ मुख्य के हो भनेपछि नेपालीमा रहेछ यो। ल अहिले सोली स्टुडियो भयो होइन। अब ह्यासट्याग राखिसक्नुभयो भने चाहिँ तपाईँले चाहिँ यहाँ आएर लोकेसन राखिदिनुहोस्। लोकेसन चाहिँ म अहिले मलेसियातिर छु, लोकेसन पेनाङ मलेसिया भयो होइन। तपाईँले एआई लेभल गराउनुहोस्, किनकि यो हामीले एआईबाट बनाउनु भएको भिडियो हो भने चाहिँ एआई लेभल राख्नुहोस् है। आफ्नो ओरिजिनल हो भने चाहिँ यसलाई अन नगर्नु होला। मैले चाहिँ एआई लेभल अन गरेँ। अनि त्यसपछि तपाईँको सी मोर भन्ने छ नि, यहाँ सी मोरमा थिच्नुहोस्। त्यसपछि यहाँ तपाईँको इर्न मनी भनेको छ, त्यसमा थिच्नु होला। अनि त्यसलाई थिचिसकेपछि तपाईँको कन्टेन्ट मोनेटाइजेसन छ भने चाहिँ यहाँ देखाउँछ, छैन भने चाहिँ स्टार मात्रै देखाउँछ है। स्टार मात्रै देखाउँछ र
टपिक भन्ने हुन्छ। एक टपिकमा चाहिँ गएर तपाईँले यो कुन विषयको भिडियो हो भन्ने हिसाबले चाहिँ मैले कमेडी भने, अनि कमेडी पछि यो डान्स पनि गरिरहेको छ, डान्स पनि भयो होइन। टिभी एन्ड मुभी सेलिब्रिटी भनेको छ, यो पनि मैले थिचेँ, यसको लागि यो थिचेँ र यति नै गर्नुपर्ने हो, अरू केही गर्नु पर्दैन। अब यति गरिसकेपछि तपाईँले चाहिँ सेयर टु भन्ने छ, यता तपाईँको सेयर गर्न मिल्छ ग्रुपमा। हेर्नुहोस् है, सेयर टु ग्रुप भनेको छ। सेयर टु ग्रुपमा गएर तपाईँले चाहिँ कुन ग्रुपमा गर्ने भन्ने हुन्छ। मैले एउटा यसमा गरेँ, अनि त्यसपछि अब यसमा गरेँ, अनि अरू यसमा गरेँ है। 3वटा मात्रै गर्न मिल्छ है यसमा, 3वटा गर्ने, त्यसपछि सेभ गर्ने। सेभ गरिसक्नुभयो भने चाहिँ तपाईँले अब सेयर नाउ गरिदिने। सेयर नाउ भन्नाले पनि तपाईँले अब यहाँ तपाईँले थम्बनेल भन्छ नि, कुन तरिकाको थम्बनेल राख्ने भन्ने हुन्छ, त्यो तपाईँले छान्न सक्नुहुन्छ है। जस्तै यहाँ यस्तो छ, मैले चाहिँ टक्क मिलाएर नि थम्बनेल यो राखेँ मैले, ल थम्बनेल यो राखेँ, ल त्यसपछि सेयर नाउ गरिदिने है। सेयर नाउ गर्नुभयो भने चाहिँ तपाईँको अब यहाँ एकछिन अपलोडिङ रिल भइरहेछ। अपलोडिङ रिल भइसक्यो भने चाहिँ तपाईँको सबै A to Z देखाउँछ है। त्यहाँ रनिङ कपिराइट स्क्यान भइरहेछ। अब एकछिन टाइम लाग्छ, भिडियो लामो हुन्छ है। भिडियो लामो भयो। अब ल अब चाहिँ मेरो भयो होइन त। माथि मेरो यो भिडियोको डेट थियो, मैले भिडियो बनाएको त्यो डेट माथि थियो, अनि तलको चाहिँ मैले यो के अरे यसको बारेमा लेखेको छु, यो भिडियोको बारेमा। अनि त्यसपछि ह्यासट्याग पनि राखेको छु मैले, लोकेसन पनि राखेँ होइन, यहाँ इन्फो पनि गरेँ मैले। ल त्यसपछि यो भिडियो यहाँ चाहिँ छ है। अब चाहिँ यसरी नै तपाईँहरूले चाहिँ रिल अपडेट गर्नु होला। रिल अपडेट गरिसकेपछि प्रोफाइलमा जानु होला, प्रोफाइलमा रिफ्रेस गर्नु होला र अनि यता हेर्नु होला, तपाईँको यहाँ आइसकेको छ। अनि सी इनसाइड एन्ड एड भनेको छ, तपाईँको कन्टेन्ट मोनेटाइजेसन पाउनु भएको छ भने चाहिँ यसमा हेर्नु होला। केही समस्या छ भने चाहिँ यसमा देखाउँछ है। मेरो चाहिँ अब कम ब्याक टुमारो भनेको छ। अब कसैले लाइक कमेन्ट गरिदियो भने चाहिँ एकछिनपछि चाहिँ यो अटोमेटिक खुल्छ। जस्तै मैले अब यता देखाएँ तपाईँलाई, यो फोटाहरूमा देखाइरहेको छ नि, यहाँ यसरी नै तपाईँको त्यहाँ सबै डिटेलहरू देखाउँछ। यो भिडियोमा चाहिँ लङ भिडियोमा चाहिँ तपाईँको यस्तो समस्या पनि देखाउँछ है। फेरि दिस पोस्ट दिस कुड बी इम्प्रुभ भन्छ। यो चाहिँ भनेको तपाईँको 720p रेजोल्युसन भन्दा कम भयो भने चाहिँ यस्तो देखाउँछ। तपाईँले रिलमा यही भिडियो हाल्नु हो भने चाहिँ यो देखाउँदैन। यो भिडियो लङ भिडियोमा चाहिँ यस्तो समस्या देखाउँछ, तर यसले केही असर गर्दैन है, यसले केही असर गर्दैन। ल एकजना हाँस्या भने चाहिँ अब चाहिँ मेरो अब यहाँ खुल्छ होला सायद, एकछिनपछि अहिले खुल्छ आफै। यो खुलेन, तपाईँले चाहिँ यसरी नै भिडियोहरू अपलोड गर्नु होला है त साथीहरू।